नमस्ते। आज हाम्री छोरी श्रुवी 5 वर्ष पूरा गरेर 6औं वर्षमा प्रवेश गरेकी छिन् र अर्को हप्ता हाम्रो छोरो गालव 8 वर्ष पूरा गरेर 9औं वर्षमा प्रवेश गर्दैछ। यसको अवसरमा मैले एउटा सानो कविता लेखेको छु र गालवसँग चाहिँ फेरि फज्जी पनि छ, यो फज्जी भन्ने हात्ती र यसको अवसरमा मैले एउटा सानो कविता लेखेको छु, म यहाँ वाचन गर्न गइरहेको छु। आहा पुगिछौ श्रुवी 5 वर्ष, पूरा गर्यो गालव 8 वर्ष, देखेर तिम्रो प्रगति विकास, माता पिता गर्वित छन् सहर्ष, गम्भीर छन् गालवका स्वभाव, किताब पढ्ने गहिरो लगाव, फज्जी छ प्यारो र घनिष्ठ हात्ती, टिभी छ अर्को निकटस्थ साथी, अर्को तिरैमा श्रुवी फुर्तिली छिन्, अत्यन्त सामाजिक चञ्चली छिन्, उमङ्ग छर्छिन् घरमा गुलाबी, पौडेलकी सुन्दर साहज्यादी, मिलेर खेल्ने बहिनी र दाजु, रिसाउँदा भैरवका बराजु, छिनको छिनैमा झगडा मिलिगो, चक्लेट चोर्ने गठबन्धनै भो, रिसाउँदाका झगडा रमिता, वा खुस हुँदाका सुख प्रेम मिठा, जे गर्यो बालकले गरेको, लीला स्वयं ईश्वरले भरेको, थाकेर आउँछु म बार, आलस्यको बन्छु ठुलो शिकार, मुस्कानले नै उपचार गर्छौ, हेर्दा जहिले हँसिलो मुहार, हामी दुवैका ममता तिमी हौ, खोजी गरेका रमिता तिमी हौ, आत्मीयताका सविता तिमी हौ, मैले रचेका कविता तिमी हौ, प्यारा तिमी छौ र त यो धरा छ, प्यारी तिमी छौ र हराभरा छ, स्निग्ध तिम्रै उपहार पाए र प्रेमको नित्य परम्परा छ, नानीहरूको युग देख्न पाऊँ, हाँसिरहेको क्षण लेख्न पाऊँ, कठोर जस्तै परिवेश आओस्, निर्भीक हौ हिम्मत देख्न पाऊँ। धन्यवाद, नमस्कार।